पोखरा भन्ने बित्तिकै फेवाताल, फेवाताल भन्ने बित्तिकै डुङ्गा र डुङ्गा भन्ने बित्तिकै डुङ्गा खियाउने व्यक्तिलाई त बिर्सने कुरै भएन। आज मसँग एकजना डुङ्गा चालक तेजबहादुर माझी हुनुहुन्छ। उहाँले करिब 3 दशकभन्दा बढी 35 वर्ष डुङ्गा खियारै बिताउनु भयो। हजुरले करिब 3 दशकभन्दा बढी डुङ्गा खियारै बिताउनु भयो होइन? 35 वर्ष भयो। मेरो घर ओखलढुङ्गा हो। हजुर, डुङ्गा चलाएको डुङ्गा खियाएको 35 वर्ष भयो होइन? बढी पनि भइसक्यो हजुर हजुर। अनि कस्तो छ त यसैबाटै जीविकापार्जन चलाइराख्नु भएको? बच्चा-बच्ची पढाउने ओर्ने यसबाटै हो। ए अनि अहिलेसम्म जिन्दगीमा कतिवटा डुङ्गा फेर्नु भयो होला? मैले त फेरिसकेँ 25-30 वटा फेरिसकेँ हो। अनि डुङ्गा हजुरहरूले बनाउनुहुन्छ कि हुँदैन? हामी नै हो बनाउने। बनाउनु भयो। अहिलेसम्म कतिवटा डुङ्गा बनाउनु भयो होला? मैले 12-15 वटा बनाइसकेँ डुङ्गा है। अनि त्यसो भए अहिलेसम्म यत्रो वर्ष 35 वर्षसम्म डुङ्गा चलाउनु भयो। यो डुङ्गा चलाउँदाखेरि अहिलेसम्म त्यस्तो डुङ्गा हलचल हुने, घोप्टिने त्यस्तो केही दुर्घटना हुने भएको छ कि छैन अहिलेसम्म? है, त्यस्तो अहिलेसम्म केही भएको छैन। हजुर हजुर। केही भएको छैन मेरोमा चाहिँ, अरूकोमा चाहिँ भइरहेको छ। हजुर, त्यस्तो हुने गर्दछ होइन? यो ड्युटी नै यही हो। हजुर। अनि पहिला चाहिँ यो यस्तो डुङ्गाहरू चलाउनु हुन्थ्यो पहिला धेरै जसो, अहिले फेरि अर्को डुङ्गाहरू पनि आइरहेको छ। त्यो डुङ्गा सजिलो हुने रहेछ कि यो डुङ्गा कुन डुङ्गा ठिक लाग्छ? अहिले चलाइरहेको डुङ्गा यही सजिलो हुन्छ। यही काठ डुङ्गा। यसलाई पनि अहिले किनभने 20-25 लाख भन्छन्। हजुर हजुर। यो डुङ्गालाई हजुर जोस् अहिले आधुनिक प्रविधि अनुसार त्यो डुङ्गाहरू पनि आइरहेको छ होइन? हजुर, आइरहेको छ। हजुर हजुर।